हिजो पाल्पाको रामपुरमा एउटा अचम्मको दृश्य देखियो। यो भिडियो हेर्नुस् त एकचोटि। मैले आजसम्म यतिको माया, यतिको साथ समर्थन कुनै नेतालाई गरेको देखेको छैन। एउटी महिलाले रवि लामिछाने जी प्रतिको माया, राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिको माया भिडियो हेर्दाखेरि पनि एकदम आफूलाई नै राष्ट्रिय स्वतन्त्र पार्टी समर्थकहरू सबैलाई भावुक नै बनायो होला। यो एउटा समर्थन मात्र नभएर रविजीको पार्टीलाई, रविजीलाई चाहिँ एउटा ठुलो जिम्मेवारी पनि हो। यो एकदमै यो हामीलाई उहाँले साथ दिइरहनु भएको छ, माया गरिरहनु भएको छ भन्दा पनि यो चाहिँ हामीले यो जिम्मेवारीलाई लिएर कसरी चाहिँ देशको लागि राम्रो गर्ने, देश विकास गर्ने, होइन, कसरी अगाडि बढ्ने भन्ने एउटा ठुलो जिम्मेवारी दिनुभएको छ। जहाँ गयो त्यहीँ यति मजाले चाहिँ आफ्नै छोरा आए जस्तो गरेर, आफ्नै घरको परिवार आए जस्तो गरेर जसरी चाहिँ माया दिइरहनु भएको छ, त्यो चाहिँ एकदमै सकारात्मक देखिन्छ। यसै गरी नै सबैजनाले अझै साथ दिनुहोला।